ओए तैले कसलाई सोधेर मेरो चिजबल खाइस? मैले आनन्दले स्वाद लिएर खाएको चिजबल तँलाई के दशा गरेर कराउनाइस? मैले आफ्नै पैसाले खान तँलाई सोधेर खान पर्छ र? बोल नाटक नगरे मेरो चिजबल खाएर मलाई जो कराइहे। हैन यो मेरो चिजबल हो। ओए मैले लुकाको चिजबल तैले किन खाइस रे? जति बेला चिजबल भरि तेरो मात्र हुन्छ त गएर लुकाको ठाउँमा हेर ला। सरी बहिनी मेरो त त्यही रहेछ। यति पनि चिन्न सकिनस् तेरो येलो कलरको थो मेरो ब्लू कलरको थो। सरी। कागले कान लायो भन्दैमा कागको पछि दौड्न हुँदैन दिदी, पहिला कान छाम्न पर्छ। बहिनीको एक थप्पड हानी भाग्यमा लेखेको रहेछ। केही भएन बहिनी, मेरो आजको राशिफल जो नराम्रो रहेछ। ड्याडी कहाँ हुनुहुन्छ? ड्याडी त नर्सरीमा बिरुवा रोप्न जानुभयो। हामी पनि जाऊँ न ड्याडीसँग। मम्मीको मोबाइल लिएर जाऊँ ल, फोटो खिचौँला, टिकटक बनाऊँला है। हुन्छ ल जाऊँ। दिदी यिनी ढुङ्गा कोही साना खान कोही ठुला खान पर्दा नि बर्दिनन् घर जाने कसरी बन्यो होला नि ढुङ्गा? थाहा भए त म वैज्ञानिक बन्थे होला, तर यहाँ आएर ढुङ्गा खेलाउँदै बस्दै र अनि तैले मेरी दिदी वैज्ञानिक भन्दै नाकका पोरा फुल्लाउँदै हिँड्दैछ होला कर। आया दुखी भयो ढुङ्गा अनि दुख्छ र दिदी? ढुङ्गा त निर्जीव वस्तु हो करे। मैले ढुङ्गालाई दुखो भनी हो र मैले त ढुङ्गाले हात थिचेर दुखो पो भनी हो। आया आया दिदी तपाईले हातमा जानी ढुङ्गाले आफै किन हान्नुहुन्छ र? मैले जानी हानेको र झुकेर पो लाको कर। ए बिहान राशिफल ठीक छैन भन्नु त हो रहेछ। दिदी हेर्नु त यो रुखमा के का डल्ला हान। यो त बेल हो नि बहिनी, अस्ति नै ड्याडीले यसैको शरबत बनाएर खाउन थियो नि। ए त्यसलाई बेल भन्छन्? ए मलाई त बेलको रुख देखेकै छैन भाइ दिदी, बल्ल देखि। ए यो हेर न भोइ बोरी कति धेरै छन्। भाइ खान दिदी हिँड्नु ल, खान त नै टिपेर घर लैजाम। बहिनी मलाई त कस्तो बेल खान मन लाग्यो। त्यो ढुङ्गा रहेछ, ढुङ्गातिर बसेर खान्छ। ल ल मैले फोड्छु अनि खामला है दिदी। ल म त सकेन, तिमीले गर त। कति मिठो। भाइ मिठो हो न? घर पनि लिएर जाऊँ है। हुन्छ। अनि शरबत बनाएर खामला। दिदी गम यो बेलबाट बनाउँछन् र मेरो हात पनि चिप्को, ओठ पनि चिप्को। हैन होला बहिनी, गम बेलबाट बनाउने भए त खाना नहुन पर्ने कर। गम नि खान्छन् र हैन? यो त अझै टिपम न, मस्ती गराएर घर जाने दिदी हिँड्नु। भयो ड्याडी फर्किने बेला भयो, म त ड्याडीसँग जान्छु। भयो नाइ के दिदी साथीहरूलाई नि दिउँला हिँड्नु। नाइ के म जान्न, लेट जाम के अझै रुक। आहा यहाँ त कति धेरै खानु भाइ। ल के दिदी एकैछिन कति धेरै छ। आया बहिनी मेरो खुट्टामा के बिजो दुख्छ बहिनी।
बहिनी दुखो ड्याडीलाई छिटो फोन गरिदियो न फोन लिएर दिदी घन्टी गएको गई हो फोनै उठाउनु न ड्याडीले ड्याडी जानु भन्नु थान दुखो आया खै दिदी मैले बादनीले खून निकाल्दै आया ड्याडीले फोन पनि उठाउनु न आउँदैन आउनु न ड्याडी आउँदै हुनुहुन्छ परबडामा बोल्नु खै दिदी ड्याडी आया प्लिज ड्याडी छिटो आउनु न गाडो बिजा आया मम्मी आया ड्याडी के भयो ए त खुट्टामा काँडो कसरी बिज्यो रुक मर 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 ओहो हेर त जङ्गलमा हिँडेर यस्तो गराएर खुट्टो दिदीलाई जङ्गल नभन्न सकिन्थेन तैँले यस्तो गरेर दिदीलाई दिदीले भन्नुहुन्छ ड्याडी हुनुहुन्छ भनेर अनि बेल दिएर बेलको टिप्दाखेरि किन आयो त्यो त जङ्गलमा बेकार हुन्छ हुन्छ रुक कति सताउँछ है तिम्रो दिदी बहिनीले मलाई घर बस्दा बस्दा बोर भयो थियौँ त्यही भएर जङ्गल आएको अनि बेलदेखि बेल टिप्ने भनेको यस्तो भयो अहिले त बोर भएको दिमाग फ्रेस भयो होला नि काँडो बिचेर आनन्द आउला अहिले है फ्रेस भयो हुन आइथ्यो तर भयो फ्रेस जङ्गलमा आउनुहुन्न भनेर कति सम्झ्यौ तिमीहरूलाई कुकुरको पुच्छर 12 वर्ष ढुङ्ग्रामा हाल्यो भने उस्ताको उस्तै भन्छ तिम्रो दिदी बहिनीलाई जति सम्झायो नि लाग्ने होइन क्या मेरो त दिमाग खाइसक्यो कि तिम्रो रोटीले कहाँ गयो अर्कै फेरि गइस् फेरि के टिप्न गइस् तर मैले झोटरा ल्याउँछु के हो मुखामा यस्तै बाँदरको जस्तो चोचो गराएर के भएर यस्तो खाँदा हो बेल खाँदा हो खुब आनन्द आयो न आज बेल खाँदा ड्याडी आज मलाई गाली नगर्नु न आज बिहानैदेखि मेरो राशिफल नराम्रो भइरहेको केही न केही नराम्रो भइरहेको यहाँ छिटो कहाँ गइस् कहाँ गइस् बेल नगर्थे बेल सिङ्गै मुखामा हालिदिन्छु र खुवाइदिन्छु र यहाँ दिदीले बेल खायो खुट्टा परि यति बेल खाएर तँलाई बेल बेल चाहियो ह मलाई भनेका मैले लैदिन्थेन बेलले गर्दा यति भयो हिँड गर सक्दिनस् अब आइज